नमस्ते, म भुवन थापा, रियल इस्टेट नेपाल, भुवन थापा युट्युब, फेसबुक, टिकटकमा सबैलाई वेलकम छ। आज एकदमै राम्रो धरान बजारमा भएको राम्रो घडी देखाउन गइरहेको छु। 10 दूर, 10.5 दूर, 11 दूर, 11.5 दूर जति पनि तपाईले लिन सक्नुहुन्छ। हेर्नुस् यति सुन्दर ठाउँमा भएको धरान मेन बजारमा भएको घडी। हेर्नुस् 20 फिटको बाटो, यो देखिएको जग्गा 66 फिट मुख भएको 21.5 दूर जग्गा छ। 66 फिट मुख र 60 फिट लम्बाइ छ। तपाईले 10 दूर मात्रै लिन्छु भन्दा पनि तपाईलाई 30 फिट मुख आउँछ र 10.5 दूर, 11 दूर, 11.5 दूर जति पनि लिन सक्नुहुन्छ। 30 देखि 33 फिट मुख आउँछ तपाईलाई यहाँनेरि जग्गा लिँदाखेरि। 10 दूर देखि 11.5 दूरको टुक्रा तपाईले लिन सक्नुहुन्छ अथवा 21.5 दूर पनि लिन सक्नुहुन्छ। यति राम्रो ठाउँमा भएको घडी छ। धरान मेन बजारको नजिकै भएको सबै कुराको सुविधा भएको ठाउँमा छ। तपाईले आधा गरेर पनि लिन सक्नुहुन्छ। आधा लिनु भयो भने एउटा हाफ आउँछ, ल 33 फिट मुख आउँछ तपाईलाई र लम्बाइ 60 फिट आउँछ। यति राम्रो ठाउँमा घर बनाएर बस्नको लागि एकदमै राम्रो धरान मेन बजारमा भएको यो घडी जुन बिक्रीमा आएको छ, चलेको रेट भन्दा धेरै सस्तोमा दिएको छु भनेर भन्नुभएको छ। तपाईले आफैले आएर वरिपरि रेटहरू बुझ्न सक्नुहुन्छ। त्यो रेट भन्दा उहाँले सस्तोमा दिने कुरा गर्नुभएको छ। 66 फिट मुख भएको 21.5 दूर जग्गा एकमुष्ट सबै पनि लिन सक्नुहुन्छ। हेर्नुस् यति राम्रो ठाउँमा भएको जग्गा छ। दक्षिण मोडा भएको घडी छ। देख्नुभयो उता पूर्व त्यो सिमाना पोल पूर्वपट्टिको सिमाना हो। यता यो घर पश्चिमपट्टिको सिमाना, अथवा उत्तरपट्टिको सिमाना पनि देखाइदिन्छु। चारैपट्टिको सिमाना म तपाईलाई देखाइदिन्छु र धरान भोटेपुलदेखि तपाईलाई यहाँसम्म कसरी आउने त्यसको डाइरेक्सन दिनेछु। भिडियोलाई सबैले एउटा लाइक गरिदिनु होला। रियल इस्टेट नेपाल भुवन थापा युट्युब च्यानल नेपालको सबैभन्दा पहिलो ठुलो च्यानल घर जग्गा कारोबार सम्बन्धित। दिनको एउटा घर घडी एभरेज बिक्री भइरहेको छ। यो उत्तरपट्टिको सिमाना हो। उहाँले सिमाना छुट्याइसक्नु भएको छ। फेरि तपाईले एकपल्ट सरकारी अमिन ल्याएर जग्गा चेक गरेर नापेर जग्गा छुट्याएर वडा कार्यालयमा गएर बैना गरेर अनि पास गरेर लिनु होला। यति सुन्दर जग्गा छ। धरान मेन बजारमा भएको जग्गा चलेको भन्दा सस्तोमा आएको छ। तपाईँ धरानमा राम्रो घडी खोजिराख्नु भएको छ भने यो अपर्च्युनिटी मिस नगर्नु होला। यति राम्रो घडी छ, तपाईलाई हेर्दै थाहा भइहाल्यो। म तपाईलाई यहाँसम्म लोकेसन पनि दिनेछु। यतापट्टिको यो पूर्व उत्तरको सिमाना यो यहाँ मुर्का गाडेको छ। तपाईले आधा लिन्छु भन्दा पनि मिल्छ, 10 दूर मात्रै लिन्छु भन्दा पनि मिल्छ, 10.5 दूर लिन्छु भन्दा पनि मिल्छ, 11.5 दूर लिन्छु भन्दा पनि मिल्छ। टोटल जग्गा 21.5 दूर जग्गा हो। एकमुष्ट सबै लिन्छु भन्दा पनि उहाँले मिलाएर दिने कुरा गर्नुभएको छ। धरान बजारको भानुचोकबाट लगभग यहाँ 2.5 किलोमिटर डिस्टेन्समा छ र भोटेपुलबाट पनि लगभग 2 देखि थोरै बढी हुन्छ। रत्न चोकको नजिकै भएको जग्गा छ। गोपा क्याम्पको पनि नजिकै बीच गोपा भनेर तपाईँ यहाँ आउन सक्नुहुन्छ। तपाईँलाई म धरान भोटेपुलबाट देखाइदिन्छु। हेर्नुहोस् धरान भोटेपुल हो। हामी इटरीबाट धरानतर्फ आइरहेका छौँ। हेर्नुहोस् धरान बजार अगाडि सिधै गाडी भानुचोकतर्फ गइरहेछ। तपाईँ नेपालको कुनै पनि ठाउँबाट धरान भोटेपुल आउनु भने भोटेपुलबाट यो गोपा क्याम्प जाने बाटो हो। यो चतरा हुँदै काठमाडौँ जाने हाइवे हो। यो बाटो लगभग 2 किलोमिटर गएपछि बीच गोपा आउँछ। बीच गोपाबाट 100 मिटर डिस्टेन्समा घडी छ। हेर्नुहोस् यहाँबाट सिधै गएपछि बुद्ध चोक कटेपछि रत्न चोक आउँछ। रत्न चोक कट्ने बित्तिकै तपाईँले बीच गोपा देख्नुहुन्छ। अगाडिदेखिको रेलवे चोक हो। रेलवे चोक पुग्नु पर्दैन। यो बाटो चतरा हुँदै काठमाडौँ निस्किने हाइवे हो। हेर्नुहोस् यो बीच गोपा भनेर लेखिरहेको छ। रेलवे चोक नपुगिकन यो बीच गोपा लेखेको यो साइनबोर्डबाट 100 मिटर तपाईँ पश्चिमतर्फ जानुभयो भने तपाईँले जग्गा देखिहाल्नुहुन्छ। कसैलाई सोधिराख्नै पर्दैन। सुनसरी धरान 17 बीच गोपा भनेर तपाईँ यहाँ आउन सक्नुहुन्छ। 20 फिटको बाटो छ। दक्षिण मोडा भएको 66 फिट मुख र 60 फिट लम्बाइ भएको 21.5 दूर नम्बरी जग्गा छ। तपाईँले 10 दूर मात्रै लिन सक्नुहुन्छ, 10.5 दूर पनि लिन सक्नुहुन्छ, 11 दूर पनि 11.5 दूर पनि लिन सक्नुहुन्छ। 30 फिटदेखि 33 फिट मुख आउँछ, लम्बाइ 60 फिट आउँछ। यति राम्रो ठाउँ भएको जग्गा छ। भानुचोकको पनि नजिकै पर्छ र गोपा क्याम्प लगभग 1 किलोमिटर डिस्टेन्समा छ। रत्न चोकको पनि नजिकै, रेलवे चोकको पनि नजिकै, सबै कुराको सुविधा भएको ठाउँमा स्कुल कलेज बजार चोक सबै थोकको सुविधा भएको राम्रो घडीलाई जग्गा झन्डै एकदमै चलेको भन्दा धेरै सस्तोमा दिएको छु भनेर भन्नुभएको छ। यति सुन्दर घडीलाई 8.5 लाख रुपियाँ धुरले तोक्नु भएको छ। 10 दूर जग्गा लिनु भने 85 लाख रुपियाँ पर्छ। त्यसरी मिलाइदिने कुरा गर्नुभएको छ। 10.5 दूर, 11 दूर, 11.5 दूर जति चाहिन्छ त्यति तपाईँले छानेर लिन सक्नुहुन्छ। सबै डिटेल्सहरू भनिदिइसकेको छु। यहाँसम्मको लोकेसन पनि दिएको छु। स्क्रिनमा डाइरेक्ट जग्गा धनीको फोन नम्बर दिएको छु। डाइरेक्ट जग्गा धनीलाई कल गरेर सबै कुरा आफैले बुझेर जग्गा नक्सा पूर्जा सरकारी अमिनलाई चेक गराएर नापेर जग्गा छुट्याएर वडा कार्ड गरेर बैना गरेर पास गरेर लिनु होला। थ्याङ्क्स। लाइक गरेर च्यानल सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। टिकटक र फेसबुक फलो गर्न नभुल्नु होला। थ्याङ्क यू।